बाँकी राखिन्न। अर्कोचोटि ओडा अध्यक्ष जितेर देखाउनु। हर्क साम्पाङलाई ओपन च्यालेन्ज। जगन्नाथ धामबाट बोल्दैछु, प्रोफेसर डाक्टर रामप्रसाद उप्रेती। विश्वका तमाम युनिभर्सिटीमा पुगेको मान्छे बोल्दैछु। झुटो बोल्दिनँ, स्वार्थ छैन। 1 रुपियाँ कसैको खाएको छैन, खाँदा पनि खान्न, खानेहरूलाई छोड्दा पनि छोड्दिनँ। उसले कसरी मुलुक बनाउने, को ठग हो, को भ्रष्ट हो, कसलाई कसरी जाक्ने भन्ने कुरा बुझ्या छन्। बोल्दैनन्, काम गरेर पुर्याउँछन् र त्यो पार्टीले फुल्ली सपोर्ट गरेको छ। खैर त्यो पार्टीको आन्तरिक कुरा भयो। त्यसकारण त्यो पार्टीले पनि सोच्ला, पार्टीले भने जस्तो उहाँले पनि गर्नु होला। तर समग्रतामा नेपाली जनताले चाहेको भनेको सुशासन र भ्रष्टाचार मुक्त नेपाल हो। त्यो उहाँहरूको एजेन्डामा पर्छ। बाइबल बाँड्दै हिँडेको रेकर्ड छ, उहाँ आफै पनि बाइबल बाँड्दै हिँडेको रेकर्ड छ। धार्मिक युद्ध गराउनु पर्यो भने उहाँसँग केही मान्छे होलान् बाइबलमा भिकेका, होइन भने हर्क साम्पाङ जी तपाईँ भनेको सांसद हो, धरानमा पानी मात्रै पुर्याइदिनु, मेरो ससुराली हो, तपाईँको घरमा आउन सक्छु म पानी खोइ भन्दै। पानी पुर्याउनु सरकारले बजेट दिन्छ, तपाईँले नमागे पनि 1 अरब बजेट छुटिएको छ धरानमा, सुनसरीमा। अर्को कुरो, उहाँको बारेमा मलाई नाम किन लिन दिनुहुन्छ? मलाई त्यो नाम लिन मनै छैन। सरकारले किन वार्ता गरेको विभिन्न ती हिन्दू सम्राट सेना भनेको के हो? नेपालमा त एउटा मात्रै नेपाली सेना छ भन्छन्, के त्यो द्वन्द्व भइरहनु दिनु पर्थ्यो त सरकारले? ओ सरकार, प्रधान सेनापति ज्यू, तपाईले कसैसँग कुरा गर्ने होइन, तपाईले सिधा कुरा नेपाली जनताको प्रतिनिधि भनेको प्रधानमन्त्री हो, उसँग मात्रै गर्ने। यी झिना मसिनाहरूसँग कुरा गर्न थाल्नु भयो भने नेपालको सेनाको इज्जत घट्छ। त्यो म चाहन्न। नेपालको सेना भनेको विश्वको उत्कृष्ट सेना हो। बल्ल हर्क साम्पाङको भेजामा गएछ। सनातन भनेको के हो? तिम्रा बाउ, तिम्रा बाजे, तिम्रा बराजुले के मानेका थिए? सनातन मानेका थिए। किराँतलाई हामी सम्मान गर्छौं, प्रकृति पूजकलाई सम्मान गर्छौं, हामी सबै धर्महरूलाई सम्मान गर्छौं। हाम्रो धर्म मात्रै होस् भन्ने चाहेको होइन। होइन भने